Hello everyone, welcome to my blog. It's me Anta Tamang Lasso Fyafulla. स्वागत छ तपाईलाई मेरो ब्लगमा। सताजै आज चाहिँ मेरो घरमा होममेड मम बन्दैछ। मम बनाउनुको लागि म चाहिँ बनाउँछु अचारमा थोरै खुर्सानी अनि लसुन, त्यसको साथमा भाङ र मैले टमाटर काटेर कराईमा टमाटर फ्राई गर्न थाले। यो टमाटर फ्राई गरिसकेपछि अलिकति पाकेर चाहिँ अलिकति मिठो टेस्ट आउने कारणले चाहिँ मैले यसलाई फ्राई गरेर एकछिन छोडिदिएँ। त्यसपछि यता हेर्छु त मम्मीले मजाले यहाँ मुस्दै हुनुहुन्छ। हाम्रो चाहिँ घरमा केही खाने भने सबैजना मिलेर काम गर्न थाल्छौँ। त्यसपछि मम्मी र मेरो गफ गर्दै मम्मी केमा मुस्दै र म चाहिँ यता अचारको लागि ग्राइन्डर गर्न थालेँ। अनि ग्राइन्डर गरिसकेपछि मेरो पिरो अचार पनि रेडी भइसकेको छ। त्यसपछि यो हो बेलुका मम बनाउने बेलाको भिडियो। म चाहिँ यता केमा देखाउँदैछु भने मेरो हस्बेन्ड अनि मेरो मम्मी अनि हामी चाहिँ मम बनाउने तयारीमा छौँ। सबैजना मिलेर काम गरेपछि चाहिँ सजिलो हुन्छ नि त। अनि त्यसकारण मेरो मम्मीले चाहिँ बनाउँछ गोली, म चाहिँ बनाउँछु बेल्दैछु। अनि मेरो हस्बेन्ड बनाउँदै हुन्छ मम। हाम्रो घरमा चाहिँ केही खाने भने सबैजना मिलेर काम गर्न थाल्छौँ। अनि म बनाउँदै बेल्दै हाम्रो चाहिँ यता गफ गर्दै अनि म चाहिँ यता भिडियो हेर्दै थिएँ। अनि यस्तो मम बनाउँदै म चाहिँ पुरा बेल्दै अनि मेरो हस्बेन्ड पनि मम बनाउँदै हुनुहुन्थ्यो भने मेरो मम्मी पनि आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो। त्यसकारण हाम्रो चाहिँ गफहरू चल्दै थियो। अनि म देखाउँदैछु मैले बेलेको रोटी अनि मेरो मम्मी भन्दै हुनुहुन्छ रोटी कस्तो बेलेको भन्दै हुनुहुन्छ। मैले चाहिँ रोटी यस्तो कतरा बेलेको छु। त्यसपछि बेल्न नभएर अनि मैले उठेर बेल्दैछु। अनि उठेर म चाहिँ पुरा बेल्दैछु। अनि मेरो मम्मी पनि भिडियोमा हेर्दै हुँदो रहेछ मैले बेलेको रोटी हेर्नु न, म देखाउँदैछु भिडियोमा पुरै। अनि त्यसपछि मेरो हस्बेन्ड बनाउँदै हुनुहुन्छ मम। अनि हाम्रो चाहिँ बेलुकाको लागि नै यही खाने भएर अनि हामीले चाहिँ बेलुका 5-6 बजीतिरै सुरु गर्नु थियो मम पकाउनलाई सुरु गर्दै थियौँ। अनि मेरो हस्बेन्ड मम बनाउँछ, म चाहिँ पुरा रोटी बेल्दैछु। अनि हाम्रो घरमा चाहिँ पाक्दैछ होममेड बफ मम। अनि हामीलाई चाहिँ घरमै बफ मम चाहिँ घरमै पकाएको मिठो लाग्छ। अनि घरमा पकाएको चाहिँ हेल्दी अनि साथमा मिठो पनि हुने कारणले हामी चाहिँ घरै मम बनाएर खान्छौँ। त्यसपछि हामी चाहिँ म बन्दैछ, म बेल्दैछु, आफ्नो काममा व्यस्त छौँ हामी। अनि यता मम्मी पनि आफ्नो काम गर्दै हुन्छ, म पनि बेल्दैछु। हाम्रो चाहिँ यसरी नै हुन्छ। यस्तो निरन्तर रूपले म चाहिँ एकदम हेर्दै काम गर्दै आफूले बेलेको रोटी हेर्दैछु भने यता मेरो छोरी पनि भिडियोमा हाई भन्दै हुनुहुन्छ। उहाँ चाहिँ खेल्दै हुनुहुन्छ। त्यसपछि म पनि बनाउन थालेँ मम गाइज। अनि मैले चाहिँ यस्तो खतरा मम बनाउन थाल्दैछु भने म चाहिँ मेरो हस्बेन्डलाई भन्दैछु कि मलाई यस्तो मम बनाउन आउँछ उस्तो भन्दैछु। अनि मैले चाहिँ यहाँ माछा मम बनाउँदैछु सिकेको मम बनाउनको लागि म चाहिँ मम बनाउँदैछु। अब यता हेर्नुहोस् मैले आफूले बनाएको मम बनाएको मैले भिडियो चाहिँ पुरा देखाउँदैछु। यति रमाइलो भइरहेको थियो। म चाहिँ आफूले पुरा बनाउँदै माछा मम मेरो चाहिँ बन्दै थियो माछा मम। तर यो चाहिँ केही माछा मम जस्तो देखाएको थिएन, तर म चाहिँ बनाउँदै थिएँ। अनि मेरो हस्बेन्ड चाहिँ हेर्दै हुनुहुन्थ्यो मैले बनाएको मम। अनि म पुरा मेरो आफ्नो काममा पुरा व्यस्त दिँदै हेर्दै मजाले बनाउँदैछु भने यता मैले मेरो मम्मीलाई अनि त्यसपछि मैले मेरो हस्बेन्डलाई पनि मैले माछा मम बनाएको भन्दै देखाउन थालेँ। त्यसपछि एकछिनमा त केही न केही त गर्नु पर्यो गाइज। अनि म लिन गएँ खुर्सानी। अनि यता हेर्नु न म हाल्दैछु खुर्सानी। उहाँले देखाएको छैन, उहाँले देखेँ कि भन्दै म चाहिँ लुकाउँदै फेरि आफूलाई पनि पर्छ नि त गाइज। अनि त्यसकारण केही त गर्नै पर्यो। म चाहिँ लुकाउँदै खुर्सानी लुकाउँदै मोमोको डिजाइन बनाउँदै अनि गर्दै थिएँ। यति रमाइलो यति कमेडी भएर त्यो म यति हाँस उठिरहेको थियो बनाउनलाई। म चाहिँ बनाउँदैछु खुर्सानीको मम बनाउँदैछु भने यता मेरो चाहिँ मम बन्दैछ। अनि त्यसपछि म चाहिँ खुर्सानी ल्याउँदै मम बनाउँदै गर्दै थिएँ। अनि यता हाम्रो मम पनि रेडी भइसकेको छ। मम रेडी भएर अनि म चाहिँ भिडियोमा देखाउँदैछु। अनि त्यसपछि यता मेरो अचार पनि रेडी भयो, झोल अचार, त्यसपछि पिरो अचार। त्यसपछि गफ गर्दामै हाम्रो मम चाहिँ रेडी भइसकेको छ। मम रेडी भइसकेपछि चाहिँ अनि यहाँ मैले बनाउँछु कोदोको मम। यो मम बनाउनु चाहिँ लास्टै अर्कै लागेको थियो मलाई चाहिँ।
हाम्रो मोमो रेडी भएर अनि त्यसपछि हामीले चाहिँ फर्स्टमा चाहिँ मैले मेरो नानीहरूलाई दिन थालेँ अचार हालेर अनि नानीहरूले चाहिँ धेरै खान सक्दैन यदि 5-5 वटा चाहिँ उनीहरूले खान्छ त्यसपछि मेरो हस्बेन्डको लागि मोमो दिएँ भने अनि मेरो हस्बेन्ड मोमो खाँदै हुनुहुन्छ त्यसपछि मेरो छोरीहरू चाहिँ पुरा भर्नामा बस्दै मोमो खाँदै छिन् अनि यता मेरो दाइको छोरी पनि मोमो खाँदै हुनुहुन्छ भने यता मेरो जेठानी दिदी मोमो खाँदै हुनुहुन्छ मेरो हस्बेन्ड चाहिँ मोमो खाँदै हुनुहुन्छ त्यसपछि मेरो सासू मम्मी मोमो खाँदै हुनुहुन्छ अनि हामीले खानासाना खाइसकेपछि हाम्रो चाहिँ गफ चल्दै थियो भने यता मेरो छोरीको डान्स चल्दैछ यस्तो कमेडी डान्स गर्दैछिन् मेरो छोरीले अनि आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ माई भिडियो लट्स अफ